नमस्कार। आज म आफ्नो गाउँको खेततिर घुम्न आएको छु। मधेवा गाउँपालिकाको खेततिर चाहिँ घुम्न आएको छु। तपाईहरूले हेर्न सक्नुहुन्छ, यहाँ चारैतिर चाहिँ धान रोपेका छन्। चारैतिर हेर्न सक्नुहुन्छ धान रोपेका छन् र धेरै महिलाहरू चाहिँ त्यो खेतमा जुन घाँस पलाएका हुन्छन् त्यो घाँस चाहिँ उकाल्न आएका छन्, किनकि त्यो घाँस पलाइसकेपछि धान चाहिँ राम्रो उब्जाउ हुनमा चाहिँ अवरोध पैदा गर्छन्। त्यसैले समय समयमा चाहिँ त्यो धानलाई उकालेर फाल्न पर्छ। र यहाँ चाहिँ धेरै मान्छेहरू चाहिँ त्यो खाद छर्न पनि आएका छन्। समयमा खाद छरेन भने यहाँ चाहिँ उब्जाउ राम्रोसँग हुँदैन। यसो त खाद पाउनै चाहिँ अहिले कठिन छ। अहिले त्यो पनि भारतबाट ल्याउनु पर्छ, इन्डियाबाट ल्याउनु पर्छ। नेपालमा सिँचाइको व्यवस्था पनि राम्रो छैन, खादको व्यवस्था पनि राम्रो छैन। अस्ति भर्खरै चाहिँ यहाँ गाउँपालिकामा चाहिँ खाद आएका थिए, जसको लागि मारामारी भइरहेको थियो के, जसको लागि कति सङ्घर्ष गरेर चाहिँ मान्छेहरू 3 केजी 4 केजी चाहिँ खाद चाहिँ लिएका थिए। यहाँ मधेवा गाउँपालिकामा मात्रै होइन कि यो पुरै तराई मधेसमा नै यो सिँचाइदेखि लिएर खादको समस्या रहेका छन्, जुन चाहिँ दशकौँदेखि यहाँ चाहिँ यथावत नै छन्। धेरै चाहिँ सरकार फेरिन्छ, स्थानीय तह प्रदेश सरकार फेरिन्छ, तर यी कुराहरू चाहिँ यथावत नै हुन्छ। कहिले यो समाधान हुन्छ यो चाहिँ भन्न सकिँदैन। आशा छ कि आउने दिनहरूमा सबै कुरा चाहिँ सर्ट आउट हुन्छ, समाधान हुन्छ र किसानहरूले चाहिँ चाहेका कुराहरू समयमै पुरा होस् भन्ने चाहिँ इच्छा छ मेरो। यहाँ चाहिँ मान्छेहरू खेती किसानीप्रति चाहिँ त्यति चासो देखाउँदैन, किनकि त्यो हिसाबको चाहिँ यहाँ कुनै किसिमको सम्मान कार्यक्रम पनि हुँदैन। कुनै उत्कृष्ट कृषकलाई चाहिँ त्यो लेभलको चाहिँ पुरस्कारको व्यवस्था पनि छैन र समयमा र मुख्य कुरा समयमा चाहिँ सिँचाइको सुविधा पाइँदैन र खाद पाइँदैन। त्यो चाहिँ मेन कुरा हो। र यहाँ चाहिँ अर्को के चाहिँ नराम्रो पक्ष के लाग्यो भन्दाखेरि, यहाँ धान उब्जाइसकेपछि खेतीपाती गरेपछि त्यहाँ फलफुल लगाएपछि, सागसब्जी लगाएपछि, धान गेहूँ मकै उब्जाइसकेपछि त्यो चाहिँ सही हिसाबको चाहिँ त्यो जति पाउनु पर्ने त्यो हिसाबले चाहिँ मूल्य पाइरहेको हुँदैन र सस्तोमा बेच्नु पर्छ। यहाँको चाहिँ सागसब्जीदेखि लिएर धान गेहूँ मकै सस्तोमा बेच्नु पर्छ। त्यसले गर्दा पनि मान्छेहरूले चासो देखाउँदैन र आफ्नो अहिले कस्तो अवस्था छ भन्ने आफ्नो चाहिँ पेट पाल्नको लागि, घर चलाउनको लागि जति आवश्यक हुन्छ त्यति मात्र उब्जाउँछ। त्योभन्दा बढी चाहिँ मान्छेलाई त्यति रुचि पनि हुँदैन र चाहदैन। किनभने यहाँ चाहिँ युवाहरू सबै विदेश गइसकेका छन्। युवाहरू आफ्नो गाउँमा सहरमा बस्न चाहदैन, किनकि यहाँ त्यो लेभलको न त जागिर छ न त केही छ। कि त सरकारले कृषि क्षेत्रमा युवाहरूलाई त्यो किसिमको चाहिँ सुविधा प्रदान गरेर एट्र्याक्टिभ किसिमको चाहिँ योजनाहरू ल्याएर यतातिर पनि ध्यान आकर्षित गर्न सक्यो भने यो चाहिँ अति राम्रो हुन्थ्यो जस्तो लाग्छ मलाई। किनकि अहिलेका युवाहरू चाहिँ विदेश जान बाध्य भएका छन् के। विदेश नगइकन यदि कृषिमा लागेरै बस्यो भने एउटा राम्रो घर पनि बनाउन सकिने अवस्था देखिँदैन, जसको कारणले यहाँ चाहिँ युवा बस्न खोज्दैन, कृषिमा लाग्न खोज्दैन। हाम्रो देशको प्रमुख चाहिँ आय स्रोत बन्न सक्छ यो कृषि। पहिला थियो, यहाँबाट चाहिँ अन्त पनि जान्थ्यो। अरू देशमा चाहिँ यहाँबाट सामानहरू जान्थ्यो, धानहरू सबै धेरै थोकहरू जान्थ्यो यहाँबाट। तर अहिले कस्तो अवस्था छ भन्दाखेरि अहिले चाहिँ अरू देशबाट यहाँ चाहिँ ल्याउनु पर्ने अवस्था छ।
जसले चाहिँ हाम्रो देशको आर्थिक अवस्था पनि कमजोर भइरहेको देखिन्छ। यो चाहिँ जति सक्दो हाम्रो सरकारले बुझ्न सक्यो, जति समाधान गर्न सक्यो त्यति नै राम्रो होला जस्तो लाग्छ मलाई। किनकि जबसम्म हामीले कृषिलाई, जुन देशको मेरुदण्ड नै कृषि हो, त्यो कृषि नै धरापमा परेपछि अनि हाम्रो देश अगाडि बढ्ला जस्तो कल्पना पनि गर्न चाहिँ अलिक कठिनै जस्तो लाग्छ। त्यही भएर सुरुमा कृषिलाई चाहिँ अगाडि प्रथम प्राथमिकताको रूपमा चाहिँ कृषिलाई अगाडि सार्नुपर्छ। त्यसमा बजेट राम्रो ल्याउनुपर्छ, अनुदानको व्यवस्था गर्नुपर्छ र समय समयमा चाहिँ त्यो किसिमको कार्यक्रमहरू, कृषि सम्बन्धी कार्यक्रमहरू ल्याउनुपर्छ र परिश्रम कार्यक्रमहरू, सिप सिकाउने यताउता चाहिँ कार्यक्रम ल्यायो भने हामी चाहिँ कृषिमा अगाडि बढ्न सक्छौँ र यो देशको एउटा प्रमुख आय स्रोत र जुन मेरुदण्डको रूपमा अहिले चिनिन्छ, पहिला चिनिन्थ्यो, कृषिमा आधारित थियो पहिला, अहिले त त्यस्तो छैन। त्यस्तो लेभलको अहिले पनि बनाउन सकिन्छ र यहाँ उब्जाउ भएका धान, मकै, गेहूँ यिनीहरू चाहिँ अरू देशमा पनि पठाउन सकिन्छ र त्यहाँबाट पनि आफ्नो देशको आर्थिक अवस्था चाहिँ सुधार्न सकिन्छ जस्तो लाग्छ मलाई। यसैको लागि आज भिडियो बनाएको हो। मलाई चाहिँ भिडियो बनाउनुको कुनै चाहिँ त्यस्तो अन्य सौक चाहिँ त्यस्तो किसिमको केही पनि छैन। म चाहिँ बनाउनुको एउटै उद्देश्य के हुन्छ मेरो, कसरी चाहिँ हाम्रो समाज, कसरी हाम्रो देश सुध्रिन सक्छ र आफ्नो देशमा भएका कमी कमजोरीलाई खुलेर देखाउन म चाहन्छु र यो भिडियो मार्फत कमसेकम केही मान्छेले पनि यो भिडियो देखेर सरकारले यसको चाहिँ समाधान गर्नमा चाहिँ अलिकति पनि हेल्प गर्यो भने सार्थक हुनेछ जस्तो लाग्छ। अनि आजको लागि चाहिँ यति नै भन्न चाहन्छु र भिडियो चाहिँ अब धेरै लामो हुने भएकोले अब बोरिङ पनि जस्तो होला लाग्छ मलाई। त्यही भएर चाहिँ अहिले यति मात्रै। अब एकचोटि चारैतिर तपाईँहरूलाई हेराउँछु कस्तो छ हाम्रो यताको चाहिँ धानको खेतीहरू। ल हेर्नु होला है, चारैतिर हेर्नुहोस् त कस्तो हरियाली छ होइन। आजभोलि त चारैतिर हरियाली हरियाली छ, चारैतिर धान रोपेका छन्, बकुलाहरू पनि यहाँ रहेछ, तपाईँहरू हेर्नु सक्नुहुन्छ। यहाँ खेतमा आएपछि आनन्दै छुट्टै हुन्छ। यहाँको आनन्द बेग्लै हुन्छ। खेतमा आएपछि पहिला चाहिँ गाई गोरु चराउन आउँथे, त्यति बेलाको सम्झना फेरि पुनर्जीवित भएको छ। तपाईँ हेर्नु सक्नुहुन्छ यहाँ बकुलाहरू आउँछ। बकुलाहरू खासमा के गर्छ भन्दाखेरि यहाँ चाहिँ किरा आउँछ, किराहरू चाहिँ टिपेर खान्छन्। अनि हाम्रो त्यसको पनि बकुलाको पनि एकदम ठुलो भूमिका हुन्छ यहाँ चाहिँ। किन भन्दा त्यो किरा जुन हुन्छ अनावश्यक किराहरू त्यसलाई खाइदिन्छ र त्यो खाइसकेपछि हाम्रो धान खेती झन् राम्रोसँग उब्जाउ हुन्छ। यसपटक चाहिँ यहाँ मकै खेती चाहिँ धेरै जसो मान्छेले गरेका थिए। किन भन्दाखेरि यहाँ चाहिँ गेहूँ त्यति राम्रो उब्जाउ भएको थिएन, त्यही भएर चाहिँ मकै खेती गर्नुभएको थियो। अब धेरै कुराहरू सुधार गर्नुपर्ने छ कृषिमा। अब हेर्दै जाऊँ के कस्तो गर्लान्। अहिले नयाँ सरकार गठन भएका छन्, अब उनीहरूलाई त सिक्ने टाइम लाग्छ। अब सिक्न कमसेकम 2-3 वर्ष त लाग्छ होला। ल ठिक छ, अब यहीँसम्म चाहिँ भिडियो म अन्त गर्न चाहन्छु। हस् त, धन्यवाद। हेर्दै गर्नुहोला, राम्रो लाग्यो भने सपोर्ट गर्नुहोला, सब्सक्राइब गर्नुहोला, लाइक गर्नुहोला र सक्दो सेयर गर्नुहोला। हस् त, धन्यवाद।